र आज चाहिँ हामी चाहिँ हिजो चाहिँ जुन यो गोल्मी भिरको भिडियो थियो, आज चाहिँ हामी यता पन्बूपट्टि चाहिँ अब पन्बूबारी त्यहाँ चाहिँ हामी बिहे खान जाँदैछौँ। अब बिहेमा के कस्तो हुन्छ अब हेर्दै जाउँ, खाँदै जाउँ, मिठो मिठो है त्यही हो। र हामी चाहिँ बिहे खानुको लागि पनि लागिसक्यौँ। यहाँ माथि हुनुहुन्छ मम्मी बुबा काका काकी होला भन्ने हामी छौँ। अब जान्छौँ बिहे खानुको लागि। तर हामी चाहिँ बिहे खानु पनि लागिसकेका छौँ। अगाडि मम्मी हुनुहुन्छ, फुपू बुबा काकी सबैजना हामी चाहिँ बिहे खानु जाँदैछौँ। र यतापट्टि हुनुहुन्छ मेरो श्रीमती पनि अघि अघि लागिराखेको छ। बाई बाई होइन क्या, ल काकी हिँड्नुहोस्। लालुपाते फुले झै म तिम्रो सिरैमा फुलिरहु लाग्छ कसरी फुलु। चाहिँ अगाडि बिहे खानुको लागि जाँदाखेरि अब यहाँ चाहिँ एकदम मकै चाहिँ सकिसकेको छ, एकदम राम्रो छ होइन। यहाँ यो हामी चाहिँ बिहे खाने घर चाहिँ यही ठाउँ हो, यो घर हो होइन। अनि अगाडि सबैजना जाँदै हुनुहुन्छ। पछाडि चाहिँ काकी ग्रामीण हुनुहुन्छ, त्यही भएर बिस्तारै आउँदै हुनुहुन्छ। सबैभन्दा अगाडि बजु हुनुहुन्छ होला सायद। त्यस पछाडि हामी छौँ। यो म चाहिँ यस्तो पछाडि हिँडिरहेको छु, एकदम बिजोक रमाइलो गरी हिँडिरहेको छु। त्यही हो, विवाह घर पनि आइसकेका छौँ। यो विवाह घर चाहिँ कता हामी चाहिँ यहाँनिर बिहेको सुरुमा सेलरोटी हामी खानु रेडी भइसक्यौँ। अगाडि गएर हुनुहुन्छ। यहाँनिर हामी चाहिँ सेलरोटी अब खानालाई रेडी भइरहेको छौँ। यता दिदीले भनिदेऊ न मलाई कसरी डुलु कसरी डुलु। यति धेरै माया नगर टुटी गए। अनि आजको यस यहाँ हाम्रै घर छेउको बिहेमा के कस्तो भयो? एकदम रमाइलो भइरहेछ नि होइन। अनि यहाँ चाहिँ कसको बिहे होला? एक्लै आउनु भएको कि को आउनु भएको? अनि नाचगान हुनुपर्नेमा नाचगान भएको छैन नि अहिलेसम्म? एकदम रमाइलो हुन्छ होला नि है। धन्यवाद। मेरो कुलको इज्जत तिमीले बचाइराख्नु ढुकढुकीमा सधैँ मलाई सजाइराख्नु। घरी घरी घुम्टो खोली हाँसे बोले सबैजनाले चाहिँ राम्रोसँग बिहे खानु भन्दै म चाहिँ अब घरतिर लागेँ। त्यही हो, सबैजनाले अब राम्रोसँग बिहे खानु होला, इन्जोय गर्नु होला, डान्स गर्नु होला, रमाइलो गर्नु होला भन्दै म आजको यस बिहे कार्यबाट चाहिँ म बिदा। यहाँ चाहिँ आजभन्दा 2-3 महिना अगाडि चाहिँ अङ्कलको अब दाइ हो कि भाइ हो, म चाहिँ अलिक मजाले चिनिनँ है। उहाँको बिहे आजभन्दा 2-3 महिना जस्तै भयो होला, 2-4 महिनै भयो होला। खाएर हामी चाहिँ फर्केको थियौँ र आज त्यसकै छेउमा यहाँ माथि